चाहिँ हामीले यो नेपाली सोलरको यो ट्याङ्की चेन्ज गर्न जानेछ यहाँ अङ्कलको घरमा यहाँ बालोटारमा है। यो राख्नु भएको चाहिँ लगभग 40 वर्ष जस्तो भएछ उहाँको। अब त्यो यो सोलरको ट्याङ्की चाहिँ चुहेर हामीले चेन्ज गरिदिँदैछौँ अनि यो प्यानल पनि हामीले सर्भिस गर्दैछौँ। हाम्रो सरहरूले आज यो काम गर्दै हुनुहुन्छ। हेर्नु होला कस्तो हुन्छ, हामी देखाउँदै जान्छौँ हजुरहरूलाई है। हजुरहरूलाई नि यस्तो काम गर्नु पऱ्यो भने हामीलाई सम्झिन सक्नुहुन्छ। साथीहरू हजुरहरूले देख्न सक्नुहुन्छ यो प्यानलमा एकदमै खतम भइसकेको रहेछ। यो पुरै झार उम्रेर सर्भिसिङ नगर्नु पनि थुप्रो भइसकेको थियो। तल पनि खियाले खाएर खतमै भइसकेको रहेछ यो चाहिँ। अब हामीले यसलाई पुरै क्लिन गर्दैछौँ। हेर्नु होला है त साथीहरू, हामीले चाहिँ यो चारवटै प्यानललाई चाहिँ सर्भिस गर्ने काम गरेका छौँ र यहाँ तलपट्टि यो मेन्टेनेन्स पनि गरेका छौँ। यो पुरै खियाले खाएर कुहिएर गइसकेको थियो। हामीले नयाँ बनाएर टाक्क चिटिक्क रेडी बनाइसकेका छौँ। अब यहाँ चाहिँ हामीले ट्याङ्की लिएर आउनु पर्ने छ। त्यो यो चाहिँ अलिक सानो ट्याङ्की थियो हाम्रो, त्यो ढोकाबाट छिरेन। अब हामी यहाँ बाहिरबाट लिएर आउँछौँ। यहाँ तल छतसम्म आएर बसेको छ। अब त्यो ट्याङ्की चाहिँ हामीले माथि लिएर आएर सर्लक्क पार्छौँ। यहाँ हेर्दै जानु होला। अलिकति काम चाहिँ अलिक जोखिम अलि अप्ठ्यारो छ, त्यही पनि हामी पछि हटिया छैनौँ। हाम्रो चौधरी भाइहरू यहाँ अब पुरै खाजा हान्दै हुनुहुन्छ। हाम्रो सरले खाजा खाँदै हुनुहुन्छ। सर कस्तो हुँदैछ वर्क एक्सपिरियन्स हाम्रो? होइन यो अलिकति अलिक गाह्रो जस्तो छ के लागेको छ हजुरलाई? ठिक छ, यो त कमन हो नि हाम्रो लागि होइन, इजी है। ठिक छ, अब कफी खानुपर्छ अहिले एकछिनमा। हामी यस्तै रमाइलो हुन्छ साथीहरू। ल हामीसित काम गर्दा चाहिँ टिम वर्क हुन्छ, एकदमै रमाइलो हुन्छ। अब यो ट्याङ्कीमा पुरै हामी डोरीले धागोले बाँधेर माथि लाँदैछौँ। यो डोरी चाहिँ एकदम ठुलो खालको कसिलो तारले दिपक सरले बाँध्नुहुन्छ। एकदम एक्सपिरियन्स मान्छे हो उहाँ चाहिँ। यो ट्याङ्की चाहिँ यहाँ माथि चढाउनु पर्छ हाम्रो। यो छतबाट यहाँ अङ्कलको ढुङ्गा लगाउनु भएको छ गाउँबाट ल्याएर पुरा। अब हामी यसलाई पनि खाँदैछौँ। अब हाम्रो सरहरूले चाहिँ एकदमै राम्रोसित यो सिसालाई पनि क्लिन गर्दै हुनुहुन्छ मजाले है। अब हामी त्यस्तो काम पनि गरेपछि एकदम फाइन पारामा गर्छौँ हामीले होइन। त्यो गरेको सबै मान्छेले मन पराउनुहुन्छ, देख्न सक्नुहुन्छ हजुरहरूले। उहाँहरूले कुनै त्यस्तो झिन्झटहरूको नमानिकन एकदमै मजाले काम गर्दै हुनुहुन्छ। हाम्रो चौधरी भाइ पनि एकदम एक्सपर्ट हो यस्तोमा होइन। ऊ एकदम कामलाई चाहिँ एकदम प्रायोरिटी दिने मान्छे हो, एकदमै पुरा कारिगरी देखाइरहनु भएको छ। अब हाम्रो यहाँ चौधरी भाइले पनि यहाँ पुरै ग्यास्केट सेटिङ गर्ने काम गरिसक्यो। ऊ चाहिँ एकदम इमान्दार मान्छे हो होइन। काम भनेपछि उसलाई अब खानासाना पनि त्यस्तो समस्या छैन। अब पहिला कामलाई प्रायोरिटी दिने मान्छे हो, एकदमै इमान्दार छ हाम्रो भाइ। ल यस्तो काम गर्नु पऱ्यो भने सोलर फिल्टर नेपाललाई सम्झिन सक्नुहुन्छ। हजुरको घरमा आएर रिजनेबल प्राइसमा हामीले यस्तो काम गराउने गर्छौँ।